विमल घरती मगर चाहिँ एउटा फुटबलको रेभोल्युसन हो कि हैन फुटबल हेर्नको लागि एक टाइममा विमल घरती मगर जस्तो प्लेयर स्ट्राइकर पनि छ गोल हान्ने भन्ने चाहिँ बनाएको हो। त्यही नेपालमा पनि फुटबल माया गर्ने त होला तर विमल भएर चाहिँ ओइ विमल चाहिँ भनेर एउटा प्लेयरको फ्यान हुँदो रहेछ क्या। विमल घरती मगरले सानो उमेरमा 14 वर्षको उमेरमा पाकिस्तानलाई गोल हान्यो एउटा रेभोल्युसन थियो। ओहो नयाँ स्ट्राइकर जन्माए चाहिँ गोलको खडेरी लागिरहेको बेलामा त्यस्तो स्ट्राइकर जन्मिएको थिएन। जन्मियो क्वालिटी पनि थियो तर अब उसको लक हो कि के भनौँ अब गोल लाग्यो उसले धेरै स्ट्रगल गरेन होला त्यो ठाउँमा पुग्नलाई हैन तर क्वालिटी चाहिँ भएको केटा हो नि त।